अब हाम्रो यहाँबाट एबिसी को यात्रा एकदम ट्रेकिङको रूपमा होइन हिँडेर चाहिँ सुरु भयो। यहाँ हाम्रो दाजु हुनुहुन्छ आमिर अन्सारी। हेलो दाजु, अब हजुरहरूको नि सुरु होला है सबैजनाको आज ट्रेक यहाँबाट। ल दुईजना हाम्रो माथि हो, एकजना दाजु एकजना भाइ हो अनि एकजना चाहिँ अब पछाडि लास्टमा ल साथी सब, हमनी के अब हमनी के अन्नपूर्णा बेस कैंप के मेन गेट के यात्रा शुरू हो गई बा। और ये हमार नुन्नी साथी, ये हमार कलुआ दोस्त नाम रोशन कुमार महत्व फॉर महत्तरी या और यहाँ इंटेलेक्चुअल के लड़का होदे बा ससुर के नाती आएको बा चुतियावा होते चल गई बा। थैंक यू। सो हेलो एवरीवन, अब हामी चाहिँ एबिसी तर्फ लाग्ने छ। सो आवर जर्नी स्टार्ट्स फ्रम हियर एज यू कैन सी वे टु एबिसी। मेरो साथीहरु चाहिँ तल पुगिसक्यो, म चाहिँ कुद्दै जानुपर्छ हल्का है। जस्ट गाइज as you guys can see stuffs चाहिँ अब यहाँबाट पैदलै हामी हिँडेर जानुपर्ने हुन्छ बिकज देयर इज नो वे, गाडी गइने बाटो छैन। माई फ्रेन्ड्स आर देयर। बाटो यस्तो छ यार, हेरेर साथीहरू चाहिँ उता पुगिसक्यो। जस्ट मिनट, म सबलाई यसो चिनाउँछु। दे आर माई भेरी क्लोज फ्रेन्ड, वी हेभ बिन फ्रेन्ड्स लाइक मोर देन 9 years and 9 years is not small time, होइन। So as you can see the way, it's kind of risky here, but we have to go through this because अरू बाटो छैन। सो हामी यही बाटो हिँडेर जानुपर्ने हुन्छ है। आए आफै यतिमै थाकियो त हो। यस्तो छ बाटो। So there's some of my friends. So there's a photo session. This guy, चौधरी, अभिजित चौधरी, बिचको चाहिँ प्रशान्त सराफ, लास्टमा बसेको सुमन गुप्ता, अनि यहाँ चाहिँ हाम्रो फोटोग्राफर रोशन महतो। हेर्नुमा कति माथि माथिसम्म, यहाँ चाहिँ तल हल्का सानो तिनो मार्केट रहेछ। सो चौधरी चौधरी सुमन, तेरो हल्का इन्ट्रोडक्सन दे। मेरो नाम सुमन कुमार गुप्ता हो, चाहिँ बारा जिल्ला त्यति पनि हैन नगरपालिका र हामी रोशन कुमार महतो फ्रम महत्तरी। लास्टमा हाम्रो ड्रिम प्लेसमा आइपुग्न सफल भएका छौं। यो प्लानिङ हाम्रो 2 महिना, यो प्लानिङ हाम्रो 2 महिनादेखि चलिरहेको थियो र यहाँ हाम्रो साथी मित्र भाइहरूले त धेरै नै थ्याङ्क यू। चौधरी चौधरी यो ध्यानमै छैन।
पकड़ लो आर की जब वीडियो बना दूं मैं अपना कहीं ब्लॉग बना दूं चौधरी यता हेर्न यता हेलो नमस्कार साथीहरु आज हामी अरूको फोटो डिस्टर्ब नगर्देऊ यता हम बुढवा क्या गर्दै छन् होइन यता आइज नि त यता यता सेमै जग्गा चाहिँ 4 को मार्दै बोल न बोल नमस्कार साथीहरु आज चाहिँ हामी कलेजका साथीहरु मिलेर आज चाहिँ हामी नर्थ एबिसी ट्रेकिङको पहिलो दिनमा छौं अब हाम्रो सुरुवात हुन गइरहेको छ अब ट्रेकिङको फर्स्ट दिन एकदम हामी एक्साइटमेन्ट छौं अझ नयाँ नयाँ ल्यान्डस्केपहरु अझ नेचुरल ब्युटीसँग हामी परिचित हुनेछौँ र तपाईहरुलाई पनि मनोरञ्जन गराउनेछौँ हाम्रो साथीभाइहरु छन् सबै मिलेर एकदम हाँसो इन्ट्रोडक्सन दिदे नर्थ एबिसी पुग्नेछौँ ल फेरि भेटौँला है साथी ल प्रशान्त मेरो नाम प्रशान्त सराफ म चाहिँ सुपरभाइजर यो ग्रुपको सबै यिनीहरुलाई सुरक्षित लग्ने र ल्याउने जिम्मा चाहिँ मेरो छ लग्ने जिम्मा ल्याउने हैन लग्ने जिम्मा छुट्यो त्यसको जिम्मा म लिदिन सबैको सामान बोक्ने भरिया चाहिँ अभिजित थियो जसले बोलेको थियो त्यही हो द्याट इज अभिजित चौधरी उसको केही कुराहरु सानो सानो छ त्यसमा हामी ध्यान दिएन मैले पछि कुरा गरौँला सानो कुराको लागि ल बिदाई ल सो फाइनली गाइज हाम्रो चाहिँ यहाँबाट यात्रा सुरु भयो लेट्स गो मनोरञ्जन गराउँदै हिँड्छौँ र एन्ड वान मोर थिङ गाइज हिज नेम इज सुमन बट आई कल हिम गान्डु ठाउँको र परिचय र ठाउँको बारेमा बिस्तारै भन्दै हामीलाई पनि थाहा हुँदै र हजुरहरूलाई पनि थाहा गराउँदै हिँड्छौँ अब भेट्दै गरौँ ल हस् त बिदा माग्दैछु लुक एट द भ्यू गाइज लुक एट दे खोला बग्यो कि आवाज सुन्दै अब यतिखेर त अब हेरिरहेको छु त्यस्तो खास केही उ त्यो भएन राति चाहिँ यस्तो आवाज सुन्यो भने डरै लाग्छ कि पानीको स्पिड बोट ब्लगर उहाँले पनि भिडियो बनाउँदै हुनुहुन्छ मिस्टर रोशन कुमार गुप्ता Just look at the view guys view कितना नया किल चल यार अति बवाल let me show you guys कहाँ माथि अब यसमा देख्छ कि देख्दैन कहाँ माथिबाट कि let me zoom in little bit वहाँ माथिबाट
It's coming. Okay, अति बवाल भ्यू के अति बवाल. Damn man, damn. Finally we have reached here and we are at 4,050 meters high. This is proof of art. These are